guys, welcome back to my channel. So yes guys, आजको thumbnail देखेर हजुरले थाहै सक्नुभयो होला आजको भिडियो केको बारेमा भनेर. So yes guys, I am opening a cafe अनि मेरो क्याफेको नाम चाहिँ I'm still confused के राख्ने भनेर. अनि त्यही हो guys, काम गरेको चाहिँ almost 2 month नै हुन लाग्यो अनि एकदमै ढिलो भएर आज चाहिँ हो असोजको 9 गते अनि आजसम्म चाहिँ हाम्रो लाइटिङ हाल्ने काम भएर यतिको भयो हैन. अनि यो भन्दा नि अगाडि मैले भिडियोहरु बनाएको थिए यो क्याफे यो बन्नु भन्दा अगाडि कस्तो थियो के थियो भनेर त्यो पनि हेर्नु पहिला सुरु. अनि मैले इन्ट्रो पहिला पनि गरेँ तर आई थिंक त्यति राम्रो भएन जस्तो लाग्यो. मैले फेरि लिएको किन भन्दाखेरि अहिले चाहिँ लाइटिङ यस्तो राम्रो देखिँदैछ नि त्यही भएर. अनि यहाँ चाहिँ बन्दै छ सबै स्पेस चाहिँ यत्रो छ. यहाँ 0.5 मा त ठुलो दिएछ अनि जिप्सनहरु पनि पुरै हाल्न बाँकी नै छ. अनि यो क्याफे चाहिँ अलिकति भित्र छ हो देख्नुभएछ त्यो भद्रकाली स्कुलबाट ठ्याक्क त्यहाँबाट छिर्नुपर्छ. अनि स्पेस चाहिँ यही हो. अब चाहिँ अगाडिको देखाइदिन्छु अनि त्यसपछि हाम्रो क्याफे फुल ओभरअल लुक्स पनि म हजुरलाई देखाउँछु ल. पुरै कम्प्लिट भएपछि अहिले चाहिँ यस्तो छ र अनि यो चाहिँ हो क्याफेको बाहिरको लुक्स. अलिकति फोरी नै देखियो मेसी नै देखेछ. यो राखेर त झन् एकदमै सानो कुचुक्क देखेछ तर ठिकै छ. अब यहाँ पनि नयाँ केही बन्दैछ. यो चाहिँ टोयलेट हो. अब यो सबमा अनि हजुरहरूलाई चाहिँ म यो सब कम्प्लिट भएपछि देखाउँछु है त. यस्तरी ट्रान्जिसन गरौँ है ल. सो यस गाइज दिस इज द क्याफे. हाम्रो यताको साइडमा चाहिँ यता क्यामेराम्यान यो साइडमा चाहिँ हाम्रो बुकेहरू डिस्प्ले हुन्छ. अनि बुके चाहिँ मेरो हो डेजी होप भनेर इन्स्टामा हेर्नु होला फलो गर्नु होला. अनि डेजी होप भनेर यहाँ चाहिँ हाम्रो पुरा सबै बुकेहरू डिस्प्ले हुनेवाला छ. त्यसपछि आएर चाहिँ यतापट्टिको चाहिँ अनि अरू सबै चियरहरू हुनेवाला छ. अनि त्यसपछि आएर चाहिँ यो स्पेसमा चाहिँ हाम्रो टिभी हुन्छ अनि हजुरहरू यहाँ पिएस खेल्न सक्नुहुन्छ बसेर. सोफा पनि छ. यो चाहिँ अलि राम्रो चाहिँ छैन बन्दैछ. अनि यति नै हो. क्याफेको स्पेस चाहिँ ठुलो नै छ. अनि मलाई चाहिँ अहिले अलिकति बोल्न लाज लागेर सानो सरले बोलेको त्यही पनि माइकले राम्रो सुन्यो होला. अनि हाम्रो बाहिर पनि स्पेस छ. लाइट त छैन अब के गर्नु. यो चाहिँ हो क्याफेको ब्याक साइड. अनि हाम्रो यो कलरिङ चाहिँ बिग्रेको छ किन भन्दाखेरि चाहिँ हामीले पुटिङ लगाएन कुनैमा लाउने कुनैमा नलाग्ने भएर. अनि हाई गाइज मैले भन्दै थिएँ अस्ति हाम्रो क्याफेको अनि आज चाहिँ हाम्रो क्याफेको लाइटिङ हाल्ने काम भयो. अनि कस्तो राम्रो आएको. म यस्तो राम्रो त छैन बिकज अफ द लाइटिङ. अनि ब्याकग्राउन्ड चाहिँ यति राम्रो देखेको हो है. 60% जति चाहिँ आज हाम्रो लाइटिङको काम भयो. अनि यति लाइटिङ हाल्दा नि कस्तो राम्रो देखेछ है. माई गड यो फुल बनिस झन् कस्तो देख्छ होला. सुरुमा बन्दै गर्दाखेरि चाहिँ के हुँदो रहेछ भन्दाखेरि त ला बिग्रियो कस्तो नराम्रो कस्तो बन्छ भन्ने रहेछ. तर लाइटिङहरू हाल्दै गएपछि हुन्छ नि राम्रो हुँदै गयो. इन्टेरियर डिजाइन त केही पनि छैन त्यही पनि स्टिल के भन्छ अरे लाइटिङले हेर्नु न गाइज कति राम्रो कस्तो एकदमै वाइट के क्लिन भाइब्स देख नि होइन. अनि अझै हाम्रो लाइटिङको कामहरू हुन्छ अनि त्यसपछि हाम्रो सामानहरू आउँछ अनि त्यसपछि अझै म फुल बनाउँछु. आज चाहिँ मेरो भाइ पनि आछ यहाँ मैले उसलाई भिजिट गर्नलाई लिएर आएको. अनि यहाँ चाहिँ अनि अहिले मान्छेहरू नि आउनुभयो हल्का काम भइरहेछ. कस्तो लाग्यो मेरो क्याफे ल भन्दा त बाबु राम्रो लागेछ नि है.
यहाँ चाहिँ म छु मेरो फेस देखाउँदिनँ गाइस म बिरामी गर्छु त्यही भएर अनि यहाँ चाहिँ जेनजी भनेर लेखेको छ नाम चाहिँ स्टिल फिक्स्ड भएको छैन हामीले चाहिँ जेनजी राख्ने भनेर पहिल्यैदेखि नै सोचेको बट अहिले यो जुन जेनजीको प्रोटेस्टहरू भयो के भयो नि त्यसले अब चेन्ज भइसकेको छ नि त त्यही भएर चाहिँ वी आर सो कन्फ्युज कि यो जेनजी नाम राखौँ कि नराखौँ भनेर जेनजी राख्ने कि अरू नै राख्ने भनेर भनिदिनु होला है त गाइजहरू कमेन्टमा क्याफेको नाम कस्तो राख्दा ठिक हुन्छ के राख्दा ठिक हुन्छ भनेर अनि यो चाहिँ म र मेरो भाइ हो भिडियो कन्टिन्यू गर्दैछु अनि आज चाहिँ हाम्रो कन्टेन्ट एड भइसकेको छ एड त अस्ति नै गरेको हामीले तर भिडियोमा आज गर्दैछु अनि हामीले हाम्रो पर्फर्मेन्स पनि लिएर आयौँ डिजे हाल्नु छैन ट्याकिङ म्याट ट्याकिङ अनि हामीले फिल्स पनि लिएर आयौँ आज हामीले टाइगर पनि एड गरेको आज अनि म फुल टुर दिन्छु हजुरलाई आउनुहोस् यो चाहिँ हो हाम्रो कस्तो प्रिटी भन्छ यो पार्टमा हाम्रो पुरानो झिकाइ थियो हामीले पनि चेन्ज गरेर एउटा सिसा राख्यौँ अब यहाँ चाहिँ बुके आउँछ होइन यो साइडमा अनि यो साइडमा चाहिँ बुके हुन्छ यहाँ हाम्रो सिम्पल किनभने हाम्रो सोफा आएर चेयर हुन्छ नत्र हामी चाहिँ चेयर सिम्पल मलाई हुन सक्छ त्यही भएर सोच्छु गाइस भोलि हाम्रो सबै चेयरहरू आउँछ अनि भोलि सबै चेयरहरू आइ सबै एड भइसक्यो मैले भोलि नै यो भिडियो अपलोड गर्छु किनभने यो भिडियो मैले गरेको 1 महिना भइसक्यो अनि भिडियो नै कम्प्लिट भएको थिएन सामान नि आएको थिएन अनि अस्तिसम्म चाहिँ मेरो माइक थियो अहिले चाहिँ छैन सरी गाइस भनेको छ पहिलासम्म आज चाहिँ हाम्रो एक सामान एड भयो लाइटिङहरू सब फिट भयो अनि गाइस वी आर लुकिङ फर अ ओके हैन हो अझै यो भिडियो चाहिँ हाम्रो पुरै बनिसकेको हुँदैन नि त मैले भिडियो हालेसम्म के भन्छ अरे पर्सि चाहिँ सफ्ट ओपनिङ छ अनि अलिअलि चेयरहरू अनि भोलि सबै चेयरहरू राखिसकेपछि चाहिँ मैले भोलि बेलुका चाहिँ मेरो भिडियो नै पर्सि नै अपलोड गर्छु मैले पर्सि हाम्रो सफ्ट ओपनिङ छ 2 आवर्सको लागि मात्रै खुला हुन्छ त्यस्तो ग्रान्ड चाहिँ पछि नै हुन्छ के भन्दाखेरि यो क्याफे बनेको पनि 2 महिना भइसक्यो अनि अझ घामै नभ्याएर दसैँको टाइम भइसक्यो एकदमै गाह्रो भयो अनि त्यही गाइस जस्तो राम्रो देखिरहेको छ त्यहाँ झन् चेयरहरू राखेर कति दामी देख्छ होला है अनि हामीले चाहिँ के भन्छ अरे मैले के भनेको थिएँ भन्दाखेरि यो हामीले मैले यो भिडियो हालेपछि चाहिँ हाम्रो पुरा ग्रान्ड ओपनिङ भएको हुँदैन अनि हामीले सबै सामानहरू मजाले फिट गरेको पनि हुँदैन नि त त्यही भएर चाहिँ हामीले सजेस्ट गर्नु होला कता के एड गर्ने कस्तो गर्दा के राम्रो हुन्छ भनेर सब भनिदिनु होला होइन अनि तपाईँहरू पनि आउनु होला ग्रान्ड ओपनिङमा चाहिँ म मेरो इन्स्टा फलो गर्नु हाम्रो क्याफेको नाम पनि जेएनजी नै फिक्स भयो हामीले पहिल्यै नै फिक्स गरेको थियौँ यो प्रोटेस्टहरू गर्नुभन्दा अगाडि पहिल्यै नै हामीले नाम फिक्स गरेको थियौँ तर पछि चाहिँ बिचमा यो प्रोटेस्टहरू भयो अनि एकदम यो टु वेबाट भयो नि त अनि त्यही भएर राख्ने कि नराख्ने भयो एकदम कन्फ्युज पहिला हामी अरू नामै सोच्यौँ तर पनि यहाँ भयो अब पहिला नै त्यही नै सोचेको नि त त्यही भएर चाहिँ हामीले त्यही जेएनजी नै राख्ने सोच्यौँ अनि त्यही हो अनि हाम्रो जेएनजी भनेर पेज पनि बनाउँछौँ अनि फलो गर्नु अनि त्यहाँ हामी हेरेर हजुरलाई इन्भिटेसन छ है त ग्रान्ड ओपनिङ चाहिँ कार्तिकमा हुन्छ क्यामेराम्यानले छ उसलाई चाहिँ मैले मेरो भिडियोमा अहिलेसम्म रिभिल गरेको छैन ग्रान्ड ओपनिङको दिन चाहिँ स्योर गर्छु यो क्याफेको ओनरको हो भनेर पनि म हजुरलाई त्यही दिन देखाउँछु ग्रान्ड ओपनिङको दिन है हाम्रो म्यानेजर सब मैले नै हेर्छु यो चाहिँ अनि त्यही हो साथीहरू लाग्दैछ कस्तो ठाउँ थियो कस्तो बन्यो है एकदम 9 बज्न लागेछ आज बिहानदेखि हामी सामान दिन गएको बिहानै 1 बजेदेखि हिँडेको हामी 1-2 बजेदेखि अनि बल्ल बल्ल सामान लिएर आयो यत्रो 30-40 हजारको सामान लिएर आयो सामान फेरि यति नै हो धेरै छैन सबै ग्लासहरू यताउतिहरू किन्दा त्यही हामीले चाहिँ यति लिएर आयो यो चाहिँ माई गड गाइज हामीलाई बच्चा देखेर ठग्यो कि के भयो थाहा भएन है सामान चाहिँ आज त एकदमै गाइजहरू एकदमै ह्याट्रिक भयो आजको दिन अनि चेयरहरू अझै आउन बाँकी छ कति बेला आइपुग्छ थाहा छैन रातिको 9 बजिसक्यो अनि भोलि चाहिँ सफ्ट ओपनिङ छ नि त किनभने भोलिको दिन परेछ त्यही भएर दिन छोप्ने भनेर अनि एकदमै थुप्रै छ जान चाहिँ बिहानदेखि हिँडेको गरेर बल्ल 9 बजे यहाँ काम अति काम भयो गाह्रो छ गाइजहरू बिजनेस गर्ने भनेर टक्क हामी बाहिरबाट मेरो कसैले बिजनेस गर्दै थियो भने चाहिँ के हुन्थ्यो नि त क्याफे बनायो भत्कायो बनायो सामान जोड्यो त्यस्तो मात्रै देख्थ्यो नि त अनि तर यति स्मल कुराहरू सानो कुरा जोड्न यति गाह्रो छ कि के गर्नु निन्द्रा लागिसक्यो मलाई त अब त्यस्तै हो सुत्ने त यहाँ पुरा भ्याइन्छ काम भइन्छ त्यसपछि बल्ल घर जाने हो This is the next
त्यही आज चाहिँ बिहान ओपनिङ पनि भइसक्यो तर म चाहिँ आएन किन भन्दाखेरि म चाहिँ आउन पाएन किन भन्दाखेरि मेरो बिहान बिहान काम थियो त्यही भएर अनि के भन्छ अरे हाम्रो चेयरहरू चाहिँ अझै पनि आएन ओपनिङ पनि भयो एउटै चेयर मात्रै आएको थियो हेर्नु न कस्तो बिगारिदिएको हामीले भनेको कस्तो डिजाइन हो तर यस्तो बिगारिदियो होइन अनि यो पछाडिको यो पनि हामीले कलरको थियो ग्रे कलरको थियो कभर यस्तो हालिदियो त्यही भएर चाहिँ वी आर सो पिस्ड अफ हिजो अनि त्यही भएर मैले भिडियो बनाएन हिजो नि हामी राति 10 बजीतिर बल्ल घर गयो काम भ्याएर सामानहरू सबै राखेर अनि आज पनि बिहान सफ्ट ओपनिङमा खै उनीहरूले के गर्यो मलाई थाहा भएन म चाहिँ थिएन अनि अहिले बेलुका पनि हामी दिउँसो सामान लिएर आएर यहाँ पिज्जा स्टी बनाएर खाँदैछौँ खासमा भन्नुपर्दाखेरि गाइज म पनि बारिस्टा नै हो होइन मैले बारिस्टा नै सिकेको हो तर मैले इन्टर्नसिप पनि गरेन अनि यत्तिकै 3 वर्ष भयो अनि मैले सबै बिर्सिएर हामीले चाहिँ यहाँ एकजना बारिस्टा स्टाफ हाल्दैछौँ के गर्नु गाइज सबै बिर्सेँ यहाँ अहिले पिज्जा स्टी नै बनाउन नआएर मैले टिकटक हेर्दै बनाएको बनाउन त आउँछ तर हुन्छ नि अलिकति स्योर हुनलाई अनि मैले गाली खाएको यहाँको सब्जीको त्यही हो गाइज मैले चाहिँ यो भिडियो बनाइहालेको किन भन्दाखेरि चाहिँ यो भिडियो बनाएको कति धेरै भइसक्यो नि त 1-2 महिना भइसक्यो मैले यो भिडियो कन्टिन्यू गरेको तर इन्ड नै गर्न पाएन थिएँ अनि भ्याउँदै भएन कहिले के भयो त्यही भएर चाहिँ मैले अब यति नै भयो जे भयो भनेर आज भिडियो बनाएर अब भोलि चाहिँ अपलोड गरिहाल्छु भनेर हो है त ल सामानहरू यति भयो कपहरू कस्तो राम्रो प्रिटी कप ल्यायो त्यो कप मैले पिङ्कवाला मैले रोजेको पिङ्क स्काई ब्लू हुन्छ नि अलिकति केटीवाला कलरहरू चाहिँ मैले रोजेको बत्तलको आइस क्युब राख्ने त्यहाँ भाडा पनि मैले पिङ्कमै रोजेको अनि त्यस्तो पिङ्क मनपर्ने त होइन तर आजभोलि मलाई खै किन किन एकदमै पिङ्क मन परेन क्या त्यही भएर अनि त्यति नै हो गाइज यो त कलर यस्तो हल्का आउँदैलाई त्यति नै हो गाइज आजको लागि अनि भिडियो पनि यति नै थियो अनि हामीले अझै डेकोरेसनहरू केही गरेको छैन फ्रेमहरू कस्तो राख्ने कता के राख्ने कस्तो गर्दा के राम्रो हुन्छ सब भनिदिनु होला है कमेन्टमा अनि हाम्रो पेजहरू पनि फलो गर्नु होला पेजहरू त बनाउँदै गर्छु त्यति नै भन्दै आजको भिडियो चाहिँ यति नै गाइज होइन होप टु गाइज सी यु सुन अनि मेरो चाहिँ अब अलिकति एक्टिभ हुन्छु म यो अक्टोबर मन्थ त मेरो बर्थडे मन्थ हो नि त गाइज त्यही भएर चाहिँ म अलिकति एक्टिभ हुने ट्राई गर्छु यो असोज महिनामा अनि असोज महिनामा धेरै ठाउँ पनि जानु छ गाइजहरू त्यति नै भन्दै आजको भिडियो चाहिँ यहीँ गर्न चाहे बाई बाई गाइज सी यु सुन अनि सब्सक्राइब गरिराख्नु होला यो क्याफे कस्तो भयो के भयो भनेर अपडेटहरू लिन मन छ भने चाहिँ है यति नै भन्दै बाई गाइज सफ्ट ओपनिङ थियो नि त अनि बेलुका पनि मान्छेहरू भयो अनि मैले त केही पनि गरेन है किनभने मैले सबै बिर्सिसकेको छु कि अनि त्यहाँदेखि अनि त्यही हो अब चाहिँ के भन्छ अरे 10 वर्ष लाग्यो अब चाहिँ घर जानुपर्छ अहिले चाहिँ हाम्रो टाइम म्यानेजै भएन कि किनभने हामीले अझै अफिसियली गरेकै छैन नि त त्यही भएर हो बिस्तारै टाइम पनि म्यानेज हुन्छ अनि अब भोलि चाहिँ हामी स्टाफको लागि फोन गर्छौँ त्यही हो त्यति नै भन्दा भिडियो अफ गर्छु म बाई गाइज गाइज तपाईँले सोच्दै हुनुहुन्छ होला यो क्याफे मेरो भनेर तर गाइज नो इट्स नट माई क्याफे तर मेरो क्याफे चाहिँ होइन साथीहरू यो अहिले नै भनिदिन्छु फेरि लास्टसम्म होइन यो वाला पार्ट चाहिँ म लास्टमा राख्ने हो किन भन्दाखेरि मेरो जस्तै पनि हो